हजुरहरू सम्पूर्णमा नमस्कार। फेरि पनि आज म अर्को नयाँ ब्लग लिएर हजुरहरूको सामु उपस्थित भइसकेको छु। आज पनि म कतै जाँदैछु। खिचेको यो गार्डन भित्र जाउँ भनेको अहिले यो नयाँ बनाएको रहेछ, तर आज बन्द रहेछ। यहाँ हेर्नु न, आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार चाहिँ बिदा अनि शुक्रबार शनिबार चाहिँ खुल्ला हुने रहेछ। ठ्याक्कै आज बन्दको दिन चाहिँ आइपुगेछौँ क्या हामी। फेरि जानै नपाइने भयो नि त। यहाँ खै के भएको हौ, काहीँ केही मिलेकै छैन त यो पालि त। अब बनकाई मन्दिर हामी दर्शन गर्छौँ। यहाँभित्र मिल्छ कि मिल्दैन फोटो? एक राउन्ड लगाइदिन्छु, एक राउन्ड खिचिदिएको क्या। ल ओइ यता हेर, यता हेर। हेर्दैन त्यो गएर बागमती कस्तो आउँथेको ल हिँडाइ जाउँ। हेर त कति राम्रो रहेछ त बाटो। अनि ल म चढिदिएको है त। यहाँ नि मन्दिर रहेछ, एउटा मन्दिर छ। ल यो मन्दिर त यस्तो ढल्के छ।
शिवलिङ्ग यो मन्दिर ढल्केछ नि यस्तो खासमा हिँड्न चाहिँ एक ठाउँ भनेर हिँडेको तर अर्कै ठाउँ पुग्यो क्या तर बन्द छ कि क्या हो बन्द छ कि क्या हो त्यहाँ गेट हेर न गेट छ अझै छ फेरि अर्को मन्दिर आइपुग्यो त मन्दिर आइपुग्यो ए पुरै हामी त यहाँ त पुरै नयाँ बाटोको चक्करमा मलाई लास्टै जङ्गल पुरै हाइकिङ हिँडे जस्तो भयो त यो त हाइकिङ भने छिटो छिटो निस्कौँ यहाँबाट मेरो दिमागले यहाँ सकिसक्यो हाइकिङ अय्या जीवन स्त्रीमा भइसक्यो अय्या बाटो खतरा म झन्डै उता गएको ला नि मेरो ए यहाँ पुगेको छु ओइ हामी कहाँ आइपुग्यौँ ओइ कहाँ आइपुग्यौँ कहाँ मान्छे सुतिरहेछ मामा नि मेरो मुटु कस्तो ढुकढुक भयो नि सबै ट्यापी ट्यापी रहेछ अनि हुँदैन त मलाई पनि भयो नि छिटाउ हुन्छ ऊ फेरि बिस्तारै हिँड्छ ऊ त्यहाँ ऊ मान्छेहरू रहेछ त कस्तो पहिला जाँदा मान्छे बसेको है यो पहिला जाँदा होइन पहिला जाँदा त हो त कस्तो भएछ हेर न आमा आकाश त कस्तो देखेको के अरे आकाश छाउ रग्ने कस्तो गाडी ऊ यो रुख भएको ठाउँमा आइपुगेछौँ हिँड छिटो सातै गयो मेरो त त्यहाँ त एकछिन निस्किँदा त त्यहाँनिर निस्किँदा सातै गयो हेरेकै थिइनँ क्या